हेलो बदेश, हाउ आर यु? आई होप तपाईँहरू सन्चै हुनुहुन्छ। म नि एकदम ठिक छु। अनि आज गुरु पूजा छ हाम्रो, सो म त गएन, मम्मी मात्रै जानुभयो। मम्मी र आमा हुनुहुन्छ उता पाहाडमा, मम्मी र आमा हुनुहुन्छ अनि म चाहिँ गएन। अनि कपानी चिसै छ है, कपानी चिसै छ। बडा घाम लाग्न थाल्यो, बडा घाम लाग्न थाल्यो, बडा घाम लाग्न थाल्यो। त्यही नि कुहिरो अझै पनि छ, हेर्न सक्नुहुन्छ यार कस्तो कुहिरो रहेछ। अहिले यस्तो घाम लाग्न थाल्यो मात्र, न त कुहिरो अझै नै छ। आज बजेर पकाउनु न खाना। आज खाना खानको लागि मामा कहाँ जान्छु। आज मामा कहाँ जाने हो खाना खानको लागि। लेट्स गो। के हुन्छ आज? लेट्स सी। अझै के किनेर ल्याउनु भयो? हेलो हेलो ए बडी साउ आयो, कान चिरायो। थियो होला, कपाल मिलाउन नि मिल्ने रहेछ त कपाल। ल यो नि लैजानु। हिजो यति मैले खनखान पारेर होइन, हिजो यति मैले मिलाएर भ्याएँ। अब खालि फुलहरू लाउन मात्रै बाँकी छ यहाँ, यति गरेर भ्याएँ मैले। अब त्यहाँ बालबाले अलिकति डिस्टर्ब गरेछ, न त यो नि गएर भ्याउँथेँ मैले। अब जाम खाना पाक्यो कि नै, खाना जहाँसम्म निश्चय पाक्यो होला। अब गएर मामा कहाँ गएर खाना पर्यो, पाक्यो होला निश्चय पनि। सो लेट्स गो। खाना खाएर भर्खर आएँ त आफ्नै घरमा घन्टी बजाउन पर्ने अवस्था हो। आफै मान्छे बोलाउनलाई नै घन्टी बजाउनु पर्छ। छ्या, बजै ढोका खोल्नु। आउन थाल्दै हुनुहुन्छ बजै भएर आएर खुवाइदिनु भयो। अब म नि माथि जान्छु, खाना खाएर आएर नि एक ठाउँ वाइट लाउन बाँकी थियो, अनि मैले एक ठाउँमा वाइट लाएर नि भ्याएँ। सी होइन, त्यहाँ यो पाइपदेखि यताको भाग छ नि जुन, त्यहाँ वाइट लाएको थिएन। यो पुरै सायद देखेन होला, यो जुन देख्यो नि वाल, यसको अपोजिट साइडमा वाइट लाउन बाँकी थियो। वाइट लगाएर नि भ्याएँ बनेर। अब गर्न त्यसै पनि केही छैन। अब बिस्कुट खाँदै बस्दैछु होइन। रेलो उता ज्याउन बजे तिमी त पेन्ट आएर निस्किँदै। अब काम छैन, के काम भइरहेछ होइन। न त कसै फिल्म सजेस्ट गर, न त एक दुईवटा फिल्म हेरेर भयो भने दिन कट्छ मेरो। सजेस्ट मी 2 or 3 मुभीहरू सजेस्ट होइन। दिउँसो यसो हेर्ने गर्छु। अनि अहिले काम छैन, अब बिस्कुट खाँदै बस्यो होइन। त्यस्तै छ। बिहान यस्तो चिसो थियो नि, कुहिरो लागेको थियो। अहिले यस्तो घाम लाग्छ नि, छ्या
जस्ट अपोजिट के जस्ट अपोजिट भइरहेछ न्युटनको थर्ड ल अफ कुलिङको साथ न्युटनको थर्ड ल अफ हिटिङ चलिरहेछ अहिले यस्तो घाम हुँदैछ नि यार यही घामले झन् काले हुने भयो म त के गरेको कहाँ हो हेलो भनिदेऊ त ओ रमेश ओए माछा भेट्टेन माछा नभेट्टे रिटर्न हुनुको रहेछ त्यही छ क्या स्वाग को खै थाहा भएन त्यहाँ त होला माछा भेट्टेन अनफर्चुनेटली सरी माछा हो क्या माछा भेट्टेन बिचरा भाइलाई यहाँ माछा भेट्टेन केही छैन नेक्स्ट टाइम पक्कै पनि भेटिन्छ होला नि त भाइ आउने रे होइन भाइ आइसकेको छ ढोका खोलिदियो के छ रमेश अघि नैको युट्युबमा हाँस्छु के हो कसम युट्युबमा हाँस्छु मैले नाच न अनि मैले भनिरहेको थिएँ नि अघि नै भनेको थिएँ त वाइट वान पेन्ट लगाएँ कि मैले वाइट वानमा पेन्ट लगाएँ के भन्दै थिएँ नि त्यही अब देखाउँछु तपाईँहरूलाई होइन यहाँबाट खासै राम्ररी देखिँदैन सो अलिकति अझै जाम अलिकति अझै ओएमा अलिकति अझै पछाडि जान्छु नि पछाडिबाट राम्रोसँग आज गएको काम ताते पाते भयो नि चाहन्छ जिन्दगीमा किन चाहियो एक्सपर्टनेस वी डोन्ट निड एक्सपर्टनेस होइन रहन जान्न पऱ्यो भन्ने हो एन्ड यु क्यान सी यही हो वाइटनेस होइन म लगाएँ भनेको ताते पाते भयो नि चाहन्छ डोन्ट निड टु बी पर्फेक्टनेस चाहिँदैन यही हो र यही नै हो होइन यही नै हो मैले लगाएँ भनेको थिएँ अनि दिउँसो यस्तो घाम भयो नि यो लगाउने बेला यस्तो घाम भयो नि झेउ लाग्यो मलाई आफै के होला हो तर नि यति देखिन्छ चल भाइ आएको थियो भाइको फोनमा युट्युब फिट एन्ड फाइन गर्दै थिएँ मैले भाइ कहाँ गयो अब युट्युब चल्ने भयो अब चल्छ युट्युब चल्छ फोनमा अझै नि हुँदैछ अझै यस्तो समय लाग्छ एकछिन अझै लाग्छ इन्स्टल हुँदैछ भर्खर होइन इन्स्टल हुँदैछ अझै एकछिन टाइम लाग्छ त्यसपछि भाइको फोनमा नि युट्युब चलाउँछ युट्युब नचलाएर नै आपतै हुन्छ होइन कहिलेकाहीँ ओइ अँध्यारो छ लाइट बालन र युट्युब नि इन्स्टल गरियो अनि भाइलाई अब पठाउँदैछौँ हामी मैले पठाउँदैछु खोला माथिबाट लक छ ल भयो अब भाइको फोनमा युट्युब चल्ने भयो मजा आयो चल्ने भयो म गेम हार्ने भयो नि भने म राखिदिन्छु गेम हार्छु भने नि म राखिदिन्छु ल जाऊ ल भाइकोमा युट्युब नि भयो डाइरेक्ट त्यो एपिके थ्रु भयो होइन डाइरेक्ट त्यो एप्लिकेसन चाहिँ वर्क गरेन तर भयो भनौँ काम चलाउने भयो सो
त्यस्तै छ। आज पनि मामासँग भेट हुने भइएन। हिजो नि भेट भएन मामासँग अनि आज पनि पक्कै भेट हुँदैन होला। अब एकछिनपछि मामा कहाँ जानु पर्यो होइन। मामा हुनुहुन्छ कि नै, मामा आउनुभयो कि नै। मामा आयो अब भेट हुन्छ, भेट भयो भने गफ हान्छु। अनि सायद आजको लागि यति नै हुन्छ होला। सो डब्बा।